हेलो एभ्रिवान सेवा नि वेलकम ब्याक टु माई युट्युब च्यानल र हजुरहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो अर्को ब्लगमा। र आज चाहिँ मेरो भदैको बिहा केटीपट्टि बिहा र जन्ती लगेर चाहिँ आज जानु हुँदैछ सबैजना। र म चाहिँ जान सक्दिनँ किनभने चाहिँ मेरो चाहिँ खुट्टा फ्र्याक्चर भइरहेको छ साथीहरू। म चाहिँ लडेर यस्तो भइरहेको साथीहरू मेरो चाहिँ खुट्टा हो। र अस्ति लडेको लड्नु चाहिँ अस्ति पनि दबाई लगाएको र राम्रो सेट नभएर चाहिँ फेरि पनि लगाइरहेको छु मैले चाहिँ दबाई। सो म चाहिँ जानु पाइनँ बिहामा। ओके गाइज, यहाँ चाहिँ अभिषेकहरू भएर भदैहरू सबैजना भाइहरू भएर चाहिँ अलिकति गाडीलाई चाहिँ डेकोरेट गर्नुको लागि चाहिँ बनाउँदैछ। र अभिषेकले चाहिँ यस्तोहरू डेकोरेट गर्नेहरू चाहिँ कस्तो राम्रो बनाउँछ नि त। र सबैले हेल्प पनि गर्दैछ र बनाउँदैछ। र अब जन्ती चाहिँ मङ्पू लाने हो नि त, र मेरो भदैनी बढी चाहिँ मङ्पूको हो। र यहाँनिर सबैजना मिलेर गर्दैछ। मलाई चाहिँ यस्तो विश्वास लागिरहेको छ किनभने म चाहिँ जानु पाइनँ हो। त्यो भइरहेको छ मेरो खुट्टा फ्र्याक्चर भएर चाहिँ। र अब यहाँ रेडी हुँदैछ गाडीहरू डेकोरेट गर्नुको लागि चाहिँ। दुईटा बनाउनु पर्छ खुसी दियोको बनाएको छ वाट ओके गाइज, यहाँ चाहिँ माइली भाउजू बेहुलाको आमा र यहाँ भदैनी बढी र भदै चाहिँ यहाँ हाम्रो भित्र कोठामा ढोक गर्नुको लागि चाहिँ भित्र जाँदैछ यिनीहरू। र यो चाहिँ हाम्रो मूल घर। अब चाहिँ यहाँ माइला दाजुले बेहुला र बेहुलीलाई चाहिँ टिका लगाइदिनु हुँदैछ। अब चाहिँ हिँड्नु आँटेको जन्तीहरू। सो अन्त दाजुको चाहिँ माइला दाजुको छोराको चाहिँ बिहा हो नि त। र यहाँनिर टिका लगाइदिनु हुँदैछ। सुख दुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमी सँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन। अब चाहिँ आमाले बेहुला र बेहुलीलाई टिका लगाइदिनु हुँदैछ। आमा चाहिँ बोजू यिनीहरूको चाहिँ र मेरो चाहिँ आमा। र यहाँ टिका लगाइदिनु हुँदैछ र सबैजना रेडी भइसकेको छ। अब चाहिँ जानुको लागि चाहिँ यहाँनिर देख्नुहुँदैछ तपाईँहरूले। ओके गाइज, अब चाहिँ कलियाहरूलाई दाजुले टिका लगाइदिनु हुँदैछ र उता सबैजना जन्तीहरूको लागि खदाहरू लगाइदिने कार्यक्रम हुँदैछ। यहाँनिर चाहिँ उच्चा भदैनीले लगाइदिँदैछ। सुख दुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमी सँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा। एकदम हाम्रो सोल्टीहरू आउँदैछ है। सोल्टिनीहरू आउँदैछ है। सोल्टीहरू तयारी बस्नु होला। हेन्सम सोल्टीहरू आउँदैछ है। ओके गाइज, यो चाहिँ फाइनल लुक गाडीलाई डेकोरेट गरिसकिसक्यो है अभिषेकले चाहिँ। र अब चाहिँ यहाँनिर अब जन्ती जानुको लागि रेडी भइसकिसकेको छ। र अब गाडीको परिक्रमा गर्नुहुन्छ होला 3 पल्ट। अन्त देन आफ्टर चाहिँ जानुहुन्छ। र मेरो नाना भेनाहरू पनि आउनु भएको छ र उहाँहरू चाहिँ उतापट्टि हुनुहुन्छ। र मैले अब बेसी खिच्नु पनि सकिरहेको छुइनँ किनभने मेरो चाहिँ खुट्टा पुरा पेन हुँदैछ नि त, दुखिरहेको छ। र अलिअलि चाहिँ गरेँ। म जानु पाइनँ त्यो चाहिँ मलाई विश्वास लागिरहेको छ।
अब गर्नेहरू चढ यहाँ चाहिँ अब सबैजना जानु हुँदैछ हो रेडी भइसक्नु भइसक्यो भाउजूहरू दिदीहरू जन्तीहरू चाहिँ यहाँ सबै रेडी भइसक्नु भएको छ हो दिदी भाउजूहरू यहाँ दाजु यहाँ भाउजूहरू तैँले ओर्नु हुँदैन दिएको मलाई लगा 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 ए लगा लगाएर जानुपर्छ अरे परिधि जाने आमाको गाडीमा आउँछ भन्दिन बसिहाल त कलियाहरू अर्कोमा गयो अब गयो है बेहुला बेहुलीको गाडी चाहिँ गयो यो गयो फाइनली यहाँ चाहिँ बेहुलीहरू आइपुगिसक्यो हो सबैजना जन्तीहरू त सबैजना आइपुगिसकिसक्यो बेहुला चाहिँ ड्रेस चेन्ज गरेर हेरौँ न अन्त बिउ यस्तो हेन्सम भएर गएको थियो हो अब